आज हामी बनाउँदै छौं माघे संक्रान्ति स्पेशल पर्फेक्ट तिलको लड्डु, भुजाको लड्डु र चाकु। यसरी बनाउनु भयो भने पहिलो पटक बनाउँदै हुनुहुन्छ भने पनि पर्फेक्ट बन्छ। म सबै कुरा स्टेप बाइ स्टेप भन्ने छु। तपाईले पनि यसरी नै बनाउनु भयो भने तिलको लड्डु, भुजाको लड्डु र चाकु कहिल्यै पनि बिग्रदैन। भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला। ल अब सुरु गरौँ है त। सबैभन्दा पहिला म तिलको लड्डु बनाएर देखाउँछु। सबैभन्दा पहिला एउटा प्यान तताउने, प्यान तातेपछि त्यसमा 1 कप तिललाई राख्ने। मैले खैरो तिललाई सफा गरेर लिएको छु, तपाई सेतो तिल पनि लिन सक्नुहुन्छ। तिललाई मिडियम हिटमा चलाउँदै चलाउँदै करिब 3-4 मिनेट फ्राई गर्नुपर्छ। कतिपयले तिल फ्राई गर्दा कहिले काँचै निकाल्नुहुन्छ भने कहिले डढाएर निकाल्नुहुन्छ। तिललाई 3-4 मिनेट फ्राई गरेपछि यसरी पड्किन थाल्छ। एकैछिन यसरी पड्केपछि तिल फ्राई भयो भनेर बुझ्न सकिन्छ। अर्को तरिका भनेको तिल हातमा लिएर मिचेर हेर्नु। यसरी गर्दा पाक्यो कि काँचो छ सजिलै थाहा हुन्छ। हाम्रो तिल रेडी भइसक्यो। यसलाई एउटा प्लेटमा निकालेर राख्ने। त्यही प्यानमा म आधा कचौरा बदाम पनि फ्राई गर्छु। बदामलाई एकछिन चलाई पाक्न दिएपछि यो पनि 3-4 मिनेटपछि पड्कन थाल्छ। यतिको भएपछि हाम्रो बदाम पनि रेडी भयो। अब एउटा कराई बसाल्ने र त्यसमा 1 चम्चा घिउ राख्ने। गुड अथवा सक्खरलाई मसिनो गरेर काटेर प्यानमा राख्ने र पग्लन दिने। यसमा 2 चम्चा जति पानी पनि एड गर्छु। मैले 1 कचौरा तिललाई 1 कचौरा नै सक्खर लिएको छु। पर्फेक्ट तिलको लड्डु बनाउन यसको मेजरमेन्ट पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ। हाम्रो सक्खर मजाले मेल्ट भइसक्यो। यसलाई मिडियम हिटमा चलाउँदै चलाउँदै पाक्न दिनुपर्छ। चलाउन छोड्नु भयो भने यो डढ्न सक्छ। यसलाई मिडियम हिटमा यतिको बनाउन मलाई 10 मिनेट लागेको थियो। एउटा कचौरामा चिसो पारी राख्ने र त्यसमा 3-4 थोपा पग्लेको गुड हाल्ने। यदि गुड पानीमा फैलियो भने अझै पाकेको हुँदैन। यदि एकै ठाउँमा जम्मा भयो भने गुड रेडी भयो भनेर बुझ्न सकिन्छ। यसमा तपाईलाई मन पर्छ भने थोरै सुकमेलको पाउडर अथवा गरम मसला मिक्स गर्न सक्नुहुन्छ। अर्को सिक्रेट टिप्स भनेको तपाईले जहिले लड्डु बनाउँदा सारो हुन्छ भने यसमा थोरै 1 पिन्च जति बेकिङ सोडा राख्नु भयो भने लड्डु एकदमै सफ्ट बन्छ। एक पटक ट्राई गर्नु होला। 1 मिनेट अझै पकाएपछि हाम्रो सक्खर रेडी भयो। अब यसमा म अघि हामीले फ्राई गरेर तयार गरेको तिललाई राखेर मिक्स गर्छु। यसलाई धेरै बेर पकाउनु पर्दैन। सानो ग्यासमा तिल राखेर मिक्स गरेपछि यसमा अब हामी बोक्रा निकालेको बदामलाई हल्का कुटेर यसैमा राखेर मिक्स गर्छौं। तुरुन्तै ग्यास पनि अफ गर्छौं। अब यसलाई एकैछिन हल्का सेलाउन दिने। हातले छुन सक्ने भएपछि हामी हातमा चिसो पानी लगाउँदै 1 चम्चा यो मिक्सचर लिँदै लड्डुको सेप दिन्छौं। यसलाई एउटै हातले पनि सेप दिन सकिन्छ अथवा 2 हातले गोलो बनाउँदै सेप दिन पनि सकिन्छ। हेर्नुस् त हाम्रो तिलको लड्डु पर्फेक्ट बनेको छ। यो खाँदा पनि मिठो, दाँतमा पनि नलाग्ने र सारो पनि भएको छैन। ठिक्कको भएको छ। तपाई पनि यसरी नै एकपटक ट्राई गर्नु होला। पर्फेक्ट बन्छ। अब हामी बनाउँदै छौं माघे संक्रान्ति स्पेशल चाकु। यसरी चाकु बनाउँदा पर्फेक्ट बन्छ। प्लेटबाट निकाल्न पनि सजिलो, दाँतमा पनि नटासिने र मिठो पनि बन्छ। ल सुरु गरौँ है त। यो भिडियो चाहिँ मैले धेरै समय अघि नै बनाएको थिएँ। आज यसलाई अपलोड गर्दैछु। सबैभन्दा पहिला एउटा कराईमा थोरै पानी राख्ने। त्यसमा गुड हालेर मिडियम हिटमा चलाउँदै चलाउँदै पकाउने। यसलाई निरन्तर चलाइरहनु पर्छ। गुड पग्लिसकेपछि यसलाई छान्नु पर्ने हुन्छ। गुडबाट फोहोर निस्कने हुन्छ, त्यसैले
यसलाई फेरि चलाउँदै चलाउँदै पकाउँदै जानुपर्छ। गुडलाई पकाउँदै गएपछि यो अलि बाक्लो सिरपमा परिणत हुन्छ। अब हामी यसमा 1 चम्चा घिउलाई राख्छौँ। घिउले चाकुलाई चम्किलो र नरम बनाउँछ। यो पाक्यो कि पाकेन भनेर चेक गर्न मैले तिलको लड्डु बनाउँदा भनेको जस्तै एउटा कचौरामा चिसो पानी राख्ने र त्यसमा थोरै सक्खरलाई राखेर चेक गर्न सकिन्छ। यो एकै ठाउँमा आएपछि हाम्रो सक्खर अथवा गुड चाकु बन्न रेडी भयो भनेर बुझ्न सकिन्छ। अब चाकुलाई अझ मिठो बनाउन फ्राई गरेर बोक्रा छोडाएको बदाम हाल्ने, मसिनो काटेको नरिवल पनि हाल्ने र भुटेर राखेको सेतो तिल पनि एड गर्ने। यसले चाकुलाई अझ स्वादिलो बनाउँछ। अब यसलाई चलाउँदै एकैछिन पाक्न दिनुपर्छ। यसमा मरिच र सुकमेलको पाउडर अथवा गरम मसला पनि एड गर्दा मिठो स्वाद आउँछ। यतिको भएपछि हाम्रो चाकु रेडी भयो। अब यो चाकुलाई तुरुन्तै घिउ लगाएर राखेको प्लेटमा खनाउने। अब यसलाई अझ राम्रो देखाउन माथिबाट थोरै बदामलाई यसरी राख्ने, थोरै तिललाई पनि राख्ने। अझ राम्रो देखाउन माथिबाट लाम्चो गरेर काटेको नरिवललाई पनि राखिदिने। यसरी राख्दा खाँदा मात्र मिठो होइन, हेर्दा पनि मिठो हुन्छ। भन्छन् नि, आँखाले पहिले स्वाद लिन्छ, त्यसपछि मात्रै जिब्रोले। अब यसलाई 2 घण्टा जति सेट हुन दिनुपर्छ। अहिलेको चिसो समयमा यो 2 घण्टामै जम्छ। यो जमिसकेपछि यसलाई यसरी टुक्रा बनाएर माथिबाट घिउ राखेर खान सकिन्छ। हेर्नुस् त, हाम्रो चाकु तयार भयो। यसलाई यसरी सजिलै निकाल्न सकिन्छ। प्लेटको दुईपट्टि यसरी थिच्यो भने सजिलै निस्किन्छ चाकु। वाउ, कस्तो राम्रो भएको है। अब म यसलाई फुटाएर पनि देखाउँछु। हेर्नुस् त कस्तो राम्रो बनेको छ है। हजुरहरू पनि यसरी नै मिठो चाकु बनाएर खानुहोला। अब म पहिलो पटक बनाउँदा पनि पर्फेक्ट अनि राम्रो बन्ने भुजाको लड्डु बनाएर देखाउँछु। यसरी भुजाको लड्डु बनाउँदा सजिलो र राम्रो अनि पर्फेक्ट बन्छ। भिडियोलाई स्किप नगरी पुरै हेर्नुहोला। सबैभन्दा पहिला एउटा कराईमा थोरै पानी राख्ने, त्यसमा गुड अथवा सक्खर हालेर राम्रोसँग चलाउँदै मिडियम हिटमा पग्लिन दिने। यसलाई लगातार चलाइरहनुपर्छ। गुड मेल्ट भइसकेपछि यसमा थोरै दुध एड गर्ने। यसले लड्डुलाई नरम र अझ स्वादिलो बनाउँछ। अब यसमा 1 चम्चा घिउ एड गर्ने। मरिच र सुकमेलको पाउडर वा गरम मसला पनि हाल्दा स्वाद झनै राम्रो हुन्छ। अब लड्डुलाई अझ मिठो बनाउन मसिनो गरेर काटेको बदाम हाल्ने र भुटेर राखेको तिल पनि एड गर्ने। यसले भुजाको लड्डुलाई अझ स्वादिलो बनाउँछ। एकपटक यसलाई मिडियम हिटमा राम्रोसँग मिक्स गर्नुपर्छ। हाम्रो सक्खर पाक्यो कि पाकेन भनेर चेक गर्ने तरिका चाहिँ अघि हामीले तिलको लड्डुमा गरेको जस्तै हो। कचौरामा पानी राखेर चेक गर्ने। अब यसमा म 2 कचौरा भुजालाई एड गर्छु। यो प्रोसेस चाहिँ अलि छिटो नै गर्नुपर्ने हुन्छ। यसलाई मिक्स गर्ने बित्तिकै हामी ग्यासको हिट पनि अफ गरिदिइहाल्छौँ। भुजाको सबैतिर चाकु लाग्ने गरी मिक्स गरिसकेपछि यसलाई एकैछिन यतिकै छोड्ने। यसलाई सेलाउन दिनुहुन्न। यसलाई हातले समाउन सक्ने जति भएपछि हातमा चिसो पानी लगाएर यसलाई हामी लड्डुको सेप दिन्छौँ। लड्डु बनाउँदा यसरी हल्का थिच्दै बनाउँदा हाम्रो भुजाको लड्डु सजिलै बन्छ। हेर्नुस् त, हाम्रो भुजाको लड्डु कति छिट्टो पनि तयार भयो र राम्रो पनि भएको छ। तपाईलाई मैले बनाएको माघे संक्रान्ति स्पेशल तिलको लड्डु, भुजाको लड्डु र चाकुको रेसिपी कस्तो लाग्यो कमेन्ट गरेर अवश्य भन्नुहोला। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।